विक्रम सम्वत 2017 पछिको राजनैतिक संक्रमणकालमा श्रीपास महाराज धिराज महेन्द्र वीर विक्रम शाहको नेतृत्वमा नेपालले औद्योगिकीकरणतर्फ एउटा महत्त्वाकांक्षी कदम चाल्यो। राष्ट्रिय आत्मनिर्भरता, रोजगारी सृजना र प्रतिस्थापनको लक्ष्यसहित राज्य नियन्त्रित औद्योगिक संस्थानहरू स्थापना गरिए। ती उद्योगलाई राष्ट्रिय गौरवको परियोजना भनेर पनि चिनिन्थ्यो। हुलास मोटर्स, भ्रिकुटी कागज कारखाना, विराटनगर जुट मिल, वीरगञ्ज चिनी कारखाना जस्ता उद्योगहरू क्रमशः 2020 देखि 2030 को दशकमा स्थापना भए। प्रारम्भिक वर्षहरूमा ती उद्योगले हजारौं नेपालीलाई रोजगारी दिए, आन्तरिक उत्पादन बढाए र औद्योगिक आधारशिला तयार गरे। तर विडम्बना के भयो भने यी अधिकांश उद्योगहरू 10 देखि 20 वर्षसम्म मात्र प्रभावकारी रूपमा सञ्चालन हुन सके। त्यसपछि सुरु भयो निरन्तर घाटा, व्यवस्थापन कमजोरी, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र नीति अस्थिरताको श्रृङ्खला। परिणाम स्वरूप एक समयका गौरवका प्रतीक उद्योगहरू क्रमशः बन्द हुँदै गए। विराटनगर जुट मिल। नेपालको औद्योगिक इतिहासमा विराटनगर जुट मिलको विशेष स्थान छ। सन् 1936 मा स्थापना भएको यो मिल देशको पहिलो ठूलो उद्योग थियो, जसले रोजगार र आर्थिक विकासको नयाँ बाटो खोलेको थियो। जुट मिलले हजारौं जनालाई रोजगारी दिएको मात्रै होइन, उद्योग र प्राविधिक शिक्षा पनि प्रवर्धन गरेको थियो। यहाँ उत्पादन हुने जुट वस्तुले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनायो। यसले मजदुर वर्गको आर्थिक सशक्तिकरणमा ठूलो भूमिका पनि खेलेको थियो। सन् 1947 मा यहाँ मजदुर आन्दोलन भयो, जसले नेपालमा श्रमिक अधिकार र लोकतान्त्रिक आन्दोलनको सुरुवात गर्यो। विराटनगर जुट मिल केवल उद्योग मात्र थिएन, सामाजिक परिवर्तनको केन्द्र पनि बनेको थियो। मजदुरहरूको सङ्घर्षले देशको राजनीतिमा लामो समयसम्म प्रभाव पारेको थियो। तर समयसँगै यस उद्योगमा समस्या देखा पर्न थाल्यो। प्रशासनिक कमजोरी, पुरानो प्रविधि, राजनीतिक अस्थिरता र विदेशी प्रतिस्पर्धाले उद्योगलाई कमजोर बनायो। पटक पटक सञ्चालन हुने र बन्द हुने खेल भइरह्यो, तर स्थायी सुधार भने कहिल्यै पनि हुन सकेन। परिणामस्वरूप यो एक समयको गौरवशाली उद्योग आज केवल इतिहासको हिस्सा मात्रै बनेको छ। आज विराटनगर जुट मिल केवल एक उद्योग होइन, नेपालको औद्योगिक पहिचान, श्रमिक सङ्घर्ष र आर्थिक शिक्षाको प्रतीक हो। हुलास मोटर्स। के नेपालमै कार बन्न सक्छ त भन्ने प्रश्नको जवाफ दिन खोज्यो हुलास मोटर्सले। नेपालकै पहिलो स्वदेशी सवारी निर्माता कम्पनी। सन् 1997 मा नेपालमै केही गर्छु भन्ने उद्देश्यका साथ सुरेन्द्र गोल्छाले हुलास मोटर्सको स्थापना गरेका थिए, जसले मेड इन नेपाल भनेर ब्रान्डिङ गर्दै सवारी उत्पादन गर्ने लक्ष्य राखेको थियो। हल्का व्यावसायिक सवारी जस्तै शेर्पा र मुस्ताङ नेपाली सडकका लागि डिजाइन गरिएका मोडल थिए। यी गाडीहरू सस्तो, साधारण र मर्मतमा सजिला थिए। नेपालकै सडक र ग्रामीण भेगका लागि भनेर उपयुक्त बनाइएका थिए। सन् 2011 मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले हुलासको मुस्ताङ म्याक्स मोडल प्रयोग गरेपछि त स्वदेशी गाडीले राष्ट्रिय स्तरकै लोकप्रियता कमायो। त्यसपछि त गाडीको माग झन् धेरै बढ्न थाल्यो। कम्पनी राम्रै गरी चलिरहेको थियो। यति हुँदाहुँदै पनि चुनौतीहरू कम थिएनन्। सीमित उत्पादन क्षमता, प्राविधिक स्रोतको अभाव, विदेशी ब्रान्डसँगको कडा प्रतिस्पर्धा र सबैभन्दा ठूलो समस्या युरो 3 उत्सर्जन मापदण्ड। पुरानो इन्जिन डिजाइनले नयाँ मापदण्ड पूरा गर्न सकेको थिएन। सोही कारणले 2015 मा हुलास मोटर्सले सवारी उत्पादन औपचारिक रूपमा बन्द गर्नु पर्यो। सरकारसँग समय मागिए पनि उद्योग टिक्न सकेन। एक दशक भन्दा बढीको प्रयासपछि नेपाली कारको सपना रोकियो। तर कथा यतिमै सकिएन। कम्पनीले स्पेयर पार्ट्स, सर्भिस र वैकल्पिक सवारी जस्तै विद्युतीय सवारी, विद्युतीय स्कुटर र हुलास विद्युत ब्रान्डिङ गरिएको इलेक्ट्रिक कार पनि उत्पादन गर्न थाल्यो। अर्को रहेको छ भ्रिकुटी कागज कारखाना। कल्पना गर्नुहोस् त, नेपालमा आफ्नै कागज बनाउने कारखाना। यो सपना मात्रै होइन, यो यथार्थ थियो। यो कथा हो भ्रिकुटी कागज कारखानाको, जसले नेपाललाई कागजमा आत्मनिर्भर बनाउने प्रयास गर्यो। विक्रम सम्वत 2042 मा चीनको सहयोगमा काठमाडौँको मोहन कुण्डमा पहिलो कागज मिल स्थापना भयो। सपना ठूलो थियो, देशको स्कुल, सरकारी कार्यालय र प्रशासनलाई आफ्नो कागज उपलब्ध गराउने। हजारौं कर्मचारीले काम गरे, लाखौं पाना कागज दैनिक उत्पादन हुन थाल्यो। नेपालले पहिलो पटक आफ्नो कागज बनाउने क्षमता पायो। भ्रिकुटी कागजले देशको शिक्षा र प्रशासनलाई मजबुती दियो। छोटो किताब, अखबार र कार्यालयका कागजहरू स्वदेशमै बने। नेपाली उद्योगको यो पहिलो उदाहरणले देशभर उत्साह फैलायो। तर सबै कुरा सधैँ सरल हुँदैन। पुरानो प्रविधि, उच्च सञ्चालन लागत र मर्मत खर्च बढ्दै गए। कर्मचारी व्यवस्थापनमा विवाद, भ्रष्टाचार र प्रशासनिक कमजोरीले प्रभाव पार्यो। बजार प्रतिस्थापन र नीति अस्थिरताले उत्पादनलाई निरन्तर बढाइराख्न कठिन बनायो। अन्ततः सन् 2011 मा कारखाना बन्द भयो। आज पुराना मसिनहरू धुमिएका, भवन झाडीले भरिएका छन्। भ्रिकुटी कागजको गौरव केवल सम्झनामा मात्र बाँकी छ। गोरखकाली रबर उद्योग। नेपालमा आफ्नै टायर बन्ने सपना पूरा गर्न खोजिएको थियो। यो कथा हो
गोरखकाली टायर उद्योगको देशकै पहिलो टायर निर्माता कम्पनी। तपाईहरूले काहीँ न कतै त यो विज्ञापन पक्कै पनि सुन्नुभएकै होला। सन् 1992 देखि 1993 मा गोरखामा स्थापना भएको यस उद्योगले हल्का र भारी सवारीका टायरहरू उत्पादन गर्थ्यो। गोरखकाली टायर नामले छिट्टै लोकप्रियता पनि कमायो, तर उत्पादनको लागि आवश्यक रबरको केही मात्रै हिस्सा नेपालमा सीमित थियो। त्यसैले मुख्य रूपमा इम्पोर्टेड रबरमा निर्भर रहनु पर्यो। यसले लागत र निरन्तर उत्पादनमा चुनौती ल्यायो। कम्पनीले नेपाली बजारमा ठूलो हिस्सा ओगटेको थियो, तर सस्तो भारतीय र अन्य विदेशी टायरसँग भने प्रतिस्पर्धा गर्न सकेको थिएन। राजनीतिक हस्तक्षेप र मजदुर विवादले पनि जनसमस्या ल्याइरहेको थियो। कारखाना बारम्बार बन्द हुने र खोलिने खेल चलिरह्यो। अन्ततः लामो समयका लागि बन्द रहन पुग्यो। यो कथाले के देखाउँछ भने नेपालमा उद्योग सम्भव छ, तर राजनीतिक स्थिरता, नीति सहयोग र पर्याप्त पुँजी अनिवार्य हुन्छ। आज नेपाल फेरि औद्योगिक पुनरुत्थानको खोजीमा छ। हरेक नयाँ सरकारले नयाँ परियोजना घोषणा गर्छन्, तर विगतका अनुभवले देखाउँछ कि केवल नयाँ उद्घाटनले स्थानीय विकास सुनिश्चित हुँदैन। जब हुलास मोटर्स, विराटनगर जुट मिल, वीरगञ्ज चिनी कारखाना, भ्रिकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग जस्ता पूर्वाधार भएका ठूला उद्योगहरू निष्क्रिय छन्, यहाँ नयाँ उद्योग खोल्नुभन्दा ती उद्योगको पुनर्संरचना, आधुनिकीकरण र पारदर्शी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै तिनैबाट उत्पादन सुरु गर्दा उचित होला जस्तो देखिन्छ। राजनीतिक हस्तक्षेप कम, दक्ष व्यवस्थापन प्रणाली र दीर्घकालीन औद्योगिक नीति स्थिति बिना कुनै पनि उद्योग सफल हुँदैन। यदि सरकार साँच्चै औद्योगिक विकास र रोजगारी सिर्जनामा केन्द्रित छ भने नयाँ परियोजना भन्दा अघि पहिलेका उद्योगहरूको पुनः सञ्चालन नै सबैभन्दा प्रभावकारी विकल्प हो। र म यही भिडियोबाट नेपाल सरकारलाई के भन्न चाहन्छु भने हामीले स्थापना गरेका उद्योगहरू किन बन्द भए र अब कसरी तिनीहरूलाई देशको आर्थिक गौरवका रूपमा पुनर्जीवित दिने। यदि सम्भव छ भने यी बन्द उद्योगलाई पुनर्संरचना, आधुनिकीकरण र पारदर्शी व्यवस्थापनका साथ पुनः सञ्चालनमा ल्याउनुपर्छ। दीर्घकालीन औद्योगिक नीति बनाएर यिनै उद्योगलाई फेरि चलाउन सकियो भने त्यो देशका लागि ठूलो उपलब्धि हुनेछ। तर यदि त्यस्तो सम्भव छैन भने कम्तीमा पनि नेपालको औद्योगिक इतिहास र गौरव बोकेका यी राष्ट्रिय सम्पत्तिलाई संरक्षण गरेर भावी पुस्ताका लागि जोगाइराख्नु आवश्यक छ।